वुहू दोस्तों, हम निकल चुके हैं ऋषिकेश से तुंगनाथ महादेव जी के दर्शन करने के लिए। व्यू चेक करो गाइस आप लोग। शिट दोस्तों, हमारी थार में पंक्चर हो गया है और अब हमारा कल्लू करेगा स्टेपनी चेंज। हम रुके हैं एक रेस्टोरेंट में और अब हम रात को यहीं स्टे करेंगे। हर हर महादेव गाइस। दोस्तों हम पी रहे हैं अदरक वाली 6 लो गाइस। आज अदरक का स्वाद भी जान लिया। चाय पीने के बाद हम निकालेंगे तुंगनाथ महादेव के ट्रैक के लिए। दोस्तों थोड़ी थकान हो रही है, लेकिन भोले बाबा की भक्ति मन में हो तो आनंद ही अलग आता है। और आप लोग ये नजारा देखो गाइस, पहाड़ों में एक कदम भी गलत पड़ा तो जान खतरे में पड़ सकती है। टिंकू बच गया बस थोड़ा सा। से थोड़ा आगे वासुकी ताल आए हैं, क्या कमाल की जगह है और असली मजे तो टिंकू ले रहा है, देखिए जरा उसको। जय शिव शंभू गाइस, हम पहुंच गए हैं तुंगनाथ महादेव जी के मंदिर में। महादेव के चारानों में कितना सुकून मिलता है, मैं एक्सप्लेन नहीं कर सकता। जय श्री राम। मेरो युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत गरेको छ सबैजनालाई। अनि मेरो युट्युब च्यानलमा तपाईँहरू नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। आजको भिडियो चाहिँ हामीहरू गइरहेको छौँ मङ्की भिडियो रहेको छ र अहिले सोसियल मिडियामा सबभन्दा बढी भाइरल चलेको भिडियो यही रहेको छ र आज यसैको बारेमा हामीले कुरा गर्न गइरहेको छ। हामीले कसरी बनाउन सकिन्छौँ भनेर सजिलो तरिकाले नै हामीले फ्रीमा कसरी बनाउन सकिन्छौँ त्यसको बारेमा मैले कुरा गर्न गइरहेको छु। र यो फ्रीमा हामीले बनाएर हामीले कसरी भिडियो अपलोडिङ गर्नु गइरहेको छ सोसियल मिडियामा, ट्विटरमा, इन्स्टाग्राममा चारैतिर यो भिडियोहरूले ट्रेन्डिङमा चलिरहेको छ भनेर हामीले यो भिडियो कसरी हामीले क्रिएटिङ गर्न, कसरी हामीले बनाउन सकिन्छौँ भनेर यो भिडियोमा हामीले सबै कुरा गर्नु पर्यो। सबभन्दा अगाडि हामीले के गर्नुपर्छ, इमेज चाहियो। अब इमेज चाहिनको लागि हामीले सबभन्दा अगाडि केमा जानुपर्छ भनेको चार्टजिपिटीमा जान सक्नुहुन्छ र चार्टजिपिटीमा गएर तपाईँहरू त्यहाँबाट हामीले के गर्न सकिन्छ, फोटो हामीले सर्च गरेर त्यहाँबाट हामीले एआईबाट हामीले त्यहाँबाट निकाल्न सकिन्छौँ। त्यसपछि हामीले अर्को यो एपबाट हामीले के गर्नुपर्छ, यहाँबाट हामीले सर्च गर्न सकिन्छौँ। हामीले यहाँबाट हामीले सर्च गर्छ। त्यसपछि हामीले खासगरी यसमा अझै के गर्न सकिन्छौँ भने यो भिडियो त हामीले बनायो, त्यसबाट हामीले के भन्छ मात्र फेस रिभ्यू गर्न सक्छ र के भन्छ हामीहरूको फेस चल्न सकिन्छ, फेस मात्र चल्न सक्छ, अरू केही हुन सकिँदैन भनेर भयो। त्यसपछि हामीले सबै बढी बाढी चलाउनु पऱ्यो भने त्यसको लागि हामीले के गर्नुपर्छ भनेको पुरै प्रिमियम पैसा तिर्नुपर्छ, पैसाले हामीले किन्नुपर्छ त्यसलाई। अनि बल्ल पैसाले किन्नुभयो भने तपाईँहरू जस्तो हामीले के बनाउनु छ, भिडियो बनाउन सक्नुहुन्छ, घुमी बनाउन सक्नुहुन्छ, चाडमा बनाउन सक्नुहुन्छ, वा केदारनाथ गएको ब्लग पनि हामीले त्यहाँबाट बनाउन सकिन्छ। अहिले सबभन्दा बढी त्यस्तो चलिरहेको छ। अनि हजारै युट्युब च्यानलमा के भन्छ हजारै भिडियोहरू अपलोड भएको छ भने फ्रीमा कसरी बनाउने, फ्रीमा त्यो भन्न सकिँदैन। म यही भन्न चाहन्छु, के भन्छु त्यो फ्रीमा कहिले पनि भन्न सकिँदैन। जबसम्म तपाईँले पैसा तिर्नुहुन्न, जबसम्म त्यो भिडियो भन्न सकिँदैन। अनि त्यो भिडियो बनाउनका लागि तपाईँहरूलाई पैसा तिर्नुपर्छ। अनि पैसा तिरेर तपाईँहरूले त्यस्तो भिडियो बनाउन सक्नुहुन्छ। अहिले सोसियल मिडियामा जति पनि तपाईँले भिडियो एडिटिङ गर्न सिकाइरहेको छ नि मङ्की भिडियो, त्यो सबै फेक हो। त्यसैले मैले तपाईँहरूलाई भनेको छु, आफ्नो टाइम वेस्ट नगरिकन आफ्नै कामतिर ध्यान दिनुहोस्। र बढी युट्युब च्यानलमा भिडियो हजारौँ भिडियो छ, त्यसमा तपाईँहरू यता हेरौँ भनेर जस्तो भएको होला। तपाईँहरूले फ्रीमा बनाउन सक्नुहुन्न त्यस्तो भिडियो। बनाउनु छ भने त्यसलाई हामीले पैसाले किनेर बनाउनुपर्छ। अनि बल्ल हामीहरूले के भन्छ त्यस्तो भिडियो हामीले बनाउन सकिन्छौँ। लास्टसम्म मेरो भिडियो हेरिदिनु भएको छ भने मेरो युट्युब च्यानलमा सब्सक्राइब गरिदिनु होला। अनि सबैजनालाई लाइक, सेयर, कमेन्ट गरिदिनको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। हस्।